ल बाहिर चाहिँ हल्का आजको मौसम चाहिँ शीतल हो, पानी गर्मी पनि छ। वाउ म्याक्पे हेर न त्यहाँ, यो चरा चाहिँ जाडो गर्मी जस्तोमा नि टिक्ने चरा रहेछ कि कोरियाको चाहिँ। यही मात्र होला चरा, अरू चराहरू चाहिँ मैले जाडोमा चाहिँ देखेन। हिउँ पर्ने बेलाधरि यो र काग पनि त्यति साह्रो जाडोमा भेटिँदैन होइन, तर गर्मीमा चाहिँ जाडोमा जस्तो बेला नि भेटिने भनेको चाहिँ यो म्याक्पे। अब पुच्छ्रे चरा हो कि के भन्छ, तर लामपुच्छ्रे जस्तो त छैन, र पनि त्यही हो, त्यस्तो टाइपको चाहिँ छ क्या चरा चाहिँ। अनि यो सानोतिनो जङ्गल भइहाल्यो, आफ्नै एरिया हो यो होइन। अबको 1 वर्षको लागि चाहिँ यो कम्पनीमा अब टक्क काम गर्ने, कमाउने, ठ्याक्क रमाउने, फेरि आफ्नो देशमा जाने, त्यहाँ पनि कमाउने रमाउने, त्यहाँ पनि छ आफ्नै जिन्दगी फेरि। तर कोरियामा चाहिँ अहिले गर्मी बढेसँगै मौसम पनि थोरै गर्मीले चाहिँ अलिकति स्वास्थ्यमा चाहिँ असहजता ल्याउने नि अवस्था आउँछ। त्यही भएर चाहिँ मेन भनेको चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्नु पऱ्यो, पानी प्रशस्त पिउनु पऱ्यो होइन, अनि आफूलाई हेल्दी बनाउनु पऱ्यो, त्यही गर्नु पऱ्यो। अरू कुरा त त्यस्तै हो होइन। अब यो डेलिभरीको स्कुटर भइहाल्यो, कति रमाइलो छ यहाँ। त्यही नै हो, भन्ने कुरा त के नै रहन्छ र दिनदिनै कुरा गर्न पनि आउँदैन, तर कुरा चाहिँ गर्नुपर्छ। के कुरा गर्ने भन्दा यही कुरा गर्ने। तर मस्तको छ है बाटो चाहिँ, टक्क आज चाहिँ यो जुत्ता लाएर हिँड्नुहोस्। यो मैले यो जुत्ता चाहिँ नेपालमा किनेको जुत्ता हो क्या। यो जुत्ता चाहिँ के को हो, कालिबर भन्ने ब्रान्डको हो। कोरियामा लगाएँ मैले, मस्तै लगाएँ होइन। काम गर्दा खासै लगाएन, मेरो ढाड दुख्यो किन दुख्यो। यो जुत्ता चाहिँ एकदम राम्रो छ क्या। तर फेरि यहाँ हेर नि, यहाँ परेवाको जोडी, यो दुईवटा जोडी अस्ति पनि यहीँ थियो, आज पनि यहीँ छ। परेवाको जोडी कति राम्रो जोडी पनि, कस्तो मजाले खोस्रेछ, खानेकुरा सँगै खोस्रेर सँगै खाइरहेछ क्या। त्यो हुन्छ नि जेमा नि साथी चाहिने क्या, लाइफ नै त्यस्तै। अब त्यो दुईजना केटाकेटी होला, अब बच्ची हुर्काएको होला, अन्डा रेडी पारेको होला, अनि अब आफ्नो उसको लागि चाहिँ ठ्याक्क रेडी पारेर राखेको छ। अनि त्यसले चाहिँ मजाले हुर्काउँछ, बच्चा बढाउँछ होइन। पढाउने त पढाउँदैन, फेरि अनि उड्ने बनाउनु सिकाउँछ, अनि छोडिदिन्छ, अनि फेरि त्यसरी नै पाउँछ। अनि लाइफ कन्टिन्यू हो क्या। लाइफ चाहिँ जर्नी जस्तो क्या है। कसैलाई चाहिँ धेरै टाइमको जिन्दगी हुन्छ, कसैलाई ठिक्क टाइमको जिन्दगी हुन्छ, कसैलाई कस्तो हुन्छ है। आफ्नो आफ्नो लाइफ छ क्या। अनि यही नै त हो त हामी, नत्र भने हामी मान्छे मात्र हुने रे कि यो पृथ्वीमा। कति नमजा, कति बोरिङ हुन्थ्यो होला है। अब वरिपरि चरा छन्, चुरुङ्गी छन् होइन, किरा फट्याङ्ग्रा छन्, सबै कुरा छ नि त। त्यही भएर त अनि हामी खुसी छौँ, ह्याप्पी छौँ। नत्र यो हुने भएन भने त मान्छे आइसोलेट हुन्थ्यो होला क्या होइन र। आइसोलेटेड भएर के हुन्थ्यो भने त्यो सोच्नै नसकिने। यो चाहिँ पाती हो कि के हो यो? पाती जस्तो नि छ सुँगम त होइन नि, यो त पाती पनि हुन्छ त। कुन हो पाती? यो हो पाती नै रहेछ त्यो चाहिँ होइन कि, यो चाहिँ हो क्या पाती भनेको। पाती तिते जा पाती आइजा। ए के अरे हामीलाई चाहिँ बच्चामा त्यो खुर्सानी भन्न आएछ के अरे, सिस्नोले पोल्यो भने चाहिँ सिस्नो जा पाती आइज भन्दा दलेको याद आयो क्या। कस्तो मजा आएको है। सिस्नो जा पाती आइज, सिस्नो जा पाती आइज भन्दै गरेको चाहिँ याद आयो। के भएछ हौ त्यहाँ? डोजर रहेछ र के बनाउनु लाग्यो रहेछ यार। रहेछ यो डोजर राखेछ त्यहाँ, के भएको रहेछ? एकदम आवाज आइरहेछ, सायदमा केही काटिरहेको छ जस्तो छ है। यस्तो चर्को आवाज आयो नि, एकदम नोइज पोल्युसन भइरह। तर नि अब यहाँ
के काट्न लाग्यो हेर न। आम्मामा यसले रहेछ क्या आवाज निकालेको। ओहो पानी हालिरह होइन, के गरेको होला है। त्यस्तो चाहिँ गर्छ काटेको रहेछ नि त। त्यहाँ अब मुनि चाहिँ वाटर लिक भयो होला, पानीको समस्या के पर्यो अनि चट्ट काटेर त्यसलाई चाहिँ मेन्टेनेन्स गर्दैछ। ठ्याक्क जति चाहिएको छ आफूलाई त्यति स्पेस काटिदिने। अब यहाँ चाहिँ गाडीको लागि चाहिँ सबै कुरा व्यवस्था है। ल यहाँ काम हुँदैछ है, यताबाट जा, यहाँ काम हुँदैछ, यताबाट जा, यताबाट जा, यस्तो गरेँ। अनि अरू चाहिँ 4 जनाले त्यहाँ काट्ने, अरू चाहिँ अनि पानी सानीको व्यवस्था ट्याक्क काम हुँदैछ। त्यस्तो हुन्छ ट्याक्क। नत्र हाम्रोमा भएको धुलो उड्थ्यो त्यहाँ। यहाँ अब धुलो सुलो केही उडेको छैन, आवाज चाहिँ आइरहेछ, बाँकी कुरा केही भएको छैन। आफ्नो तालमा काम भइरहेको। टेस्ला हो कि टेल्सा हो कि नि, टेस्ला गाडी पनि रहेछ। बिजी छ यार, आज शनिबार भएर नि होला, शनिबार भएर बिजी भएछ कोरिया। अब चट्ट गइन्छ। खासमा चाहिँ म आज होम प्लसतिर जान छ, एकछिन काम छ मेरो। होम प्लसतिर गएर अनि फर्किन्छु। अन्त जाँदिनँ, गर्मी छ नि त, एकदम हपक्क छ, बाहिर निस्किन सकिँदैन यो बेलामा। निस्क्यो भने नि साँझतिर हाइकिङ जान चाहिँ मजा हुन्थ्यो, तर यो एकदम गर्मी छ। सर्पहरू बाहिर निस्किन्छ क्या, यस्तो बेलामा धेरै बाहिर निस्किनु राम्रो हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। त्यही हो। ल यङथङ स्टेसन, यो चाहिँ मेरो ट्रेन स्टेसन हो, मेरो कम्पनी नजिकको। लगभग कति 7-8 मिनट लाग्छ कम्पनीबाट यो स्टेसनसम्म आउन। अनि ट्याक्क यो सिडी झरेर टक्क सरर जाने हो होइन, आफ्नो तालमा। अन्त जाने कुरा हुँदैन, त्यस्तै छ। यो सिडी पनि कति धेरै छ। म चाहिँ यो सिडी क्रस गरेर चाहिँ माथि जान्छु, होम प्लस जान्छु। होम प्लसमा अलिअलि सामान किन्छु, फर्किन्छु। रुम जान्छु आज, कहीँ जाँदिनँ, सोचिरहेको छु। अब हेरौँ के हुन्छ। यति लामो छ सिँढीहरू, यत्रो धेरै छ, अनि कहाँबाट हुन्छ अल्छी लाग्ने। यो चाहिँ हाम्रो नजिकको ट्रेन स्टेसन। यहाँबाट सोन जान त्यति टाढा छैन, नजिकै छ, नजिकै छ। यस्तो टाढा छैन होइन। ल त्यही नै हो, अरू कुरा त के भनौँ र, यस्तै छ होइन। हेर्नु हिउँ पऱ्यो होला यस्तो देखिन्छ यहाँ, यस्तो दामी फोटो खिचेको छ। यो चाहिँ वासङ फोर्ट्रेस, यो पनि नजिकै छ, 3 किलोमिटर फ्रम हियर, राइट, 3 किलोमिटर जस्ट। ल यही नै हो होम प्लस भनेको यही नै हो होइन। अब यहाँ गइन्छ, सामान किनिन्छ चट्ट पारामा। हेर न कस्तो सजाएको हो यो, दामी बनाएर सजाइदिइरहेको छ। सही हो, यो पनि एउटा बिजनेस आइडिया हो, राम्रो बिजनेस आइडिया। यत्तिको बिजनेस आइडिया पनि दिमागमा चाहिन्छ कि मान्छेहरूलाई एट्र्याक्ट गर्ने क्या, कसरी हुन्छ होइन। चरा, यस्तो चराहरू चाहिँ मस्तले डुल्दिरहेको छ क्या, दे डोन्ट टच। त्यो चाहिँ राम्रो, कोरियामा राम्रो संस्कारहरू पनि देख्न पाइन्छ, त्यस्तो नराम्रो भन्ने चाहिँ छैन। त्यही नै हो, अरू त के भन्नु र। यस्तो दामी। अब यहाँभित्र छिरेर चट्ट पारामा अब अलिअलि सपिङहरू गर्नु छ, त्यस पछाडि म फेरि आउँछु। यहाँ खान मन लाग्यो यार, वाउ। यो चाहिँ आफै सेल्फ काउन्टर जस्तो छ, के हो खै। ल टक्कले हिँडिन्छ होइन। होम प्लस, यस्तो दामी भ्यू देखिन्छ यहाँबाट, यस्तो छ। टक्कले हिँड्ने हो क्या मजाले। म चाहिँ 3rd फ्लोरमा जानु छ, यहाँबाट लगभग 3rd फ्लोर, 2nd फ्लोर यो भयो। सेकेन्ड भन्दा पनि फर्स्ट भयो चाहिँ यार, फर्स्ट भयो यो चाहिँ।
भयो सेकेन्ड जाने हो अब फलफुल त यहाँ त थरी थरीका फलफुल छन् त यसलाई 7,000 त्यसलाई 8,000 खानुपर्छ क्या है यस्तो खाली खाली छ यार रेङथोङ एरिया आज किन यस्तो खाली खाली भयो आज चाहिँ म बर्गर हान्नु पर्ला जस्तो लागिरहेको त्यहाँ सिक्ताङमा गएर खाना खान नि अब 12 बज्नु लाग्यो टाइम पनि छैन त्यही भएर चाहिँ जानु पर्ला अब यहाँ जुत्ता सुत्ता सिलाउनु पऱ्यो भने चाहिँ यहीँ छ है सानो चिट्टको घर रुम त्यो पारी चाहिँ हाम्रो इमिग्रेसन हो क्या इमिग्रेसन हो त्यहाँ गएर भिजा सिजा हान्ने यताउता हान्ने हुन्छ लास्ट दिनमा गएर हानेको भिजा पनि आम्मामा अचम्म लाग्छ सम्झिरहेको लास्ट दिन त होइन 1-2 दिन अगाडि हानेको आनन्दै भयो भिजा सिजा हानियो यताउता गरियो रमाइलो भयो त्यस्तो खासै विधि उस पनि भएन नरेबाङहरू छ फो खामान भनेको चाहिँ यहाँ चाहिँ के पाइन्छ भन्दाखेरि के अरे यो भियतनामी खानाहरू पाइन्छ क्या यहाँ त्यही नि केही स्पेसल छ कि भनेर हेरेको हेरौँ त यहाँ यस्तो रहेछ नि त यो रहेछ गहुँ छासिन यस्तो त के खानु हो यार पछि खाउँला अहिले अल्छी लाग्यो मलाई खाना आमा कस्तो दामी बनाएको यो फुलहरू बगैँचा जे पनि राम्रो बनाउने कि यिनीहरूको जातै नराम्रो थेट ल सबै काम भ्याएर चाहिँ अब फर्केको म चाहिँ होइन सबै काम भ्याइयो अब चट्टले फर्केको है त यस्तो दामी एक्सिलेटर छ अब होम प्लसतिरको काम पनि भ्याइयो त्यता अब आज बर्गर खान मन त थियो तर खाँदिनँ आज है पछि खानु पर्ला त्यही हो यहाँ चाहिँ इमर्जेन्सी रोक्न पऱ्यो भने ट्याक्क यहाँ रोकिदिने हो यस्तो छ एक्सिलेटर बिचमा हुन्छ कहिले काहीँ इमर्जेन्सी रोक्नु पऱ्यो भने त्यो बटन थिच्दिने सक्यो भने त्यस्तो पो हुन्छ त खासै फरकै पर्दैन